आजको यस भिडियोमा हामी शब्द वर्गको अभ्यास गर्नेछौँ। जीवन भनेको नाम, गाएर भनेको क्रियायोगी, रहनेछ क्रियापद, किनभने यसले सर्वनाम, त निपा जाड विशेषण, सँग नाम योगी। अब यो क्वेसनमा हेरौँ। जागिर भने नाम, आफू भनेको सर्वनाम, सर्वनाममा म हामी हुन्छ। एउटा सेन्टेन्सको लास्ट लेटर भनेको सधैँ क्रियापद हुन्छ। अब धत एक्समा एक्सक्लामेसन साइन आएको छ, त्यही भएर विस्मय आदि बोधक। आज कहिले भन्दा आज चाहिँ क्रिया योगी लेख्दा नि हुन्छ, नभए क्रिया विशेषण, त्यही क्रिया विशेषणै लेख्दा राम्रो। असाध्यै भनेको विशेषण। अब अर्को क्वेसन, अब 28 को हेरौँ। त्यो भनेको विशेषण, नाम वा सर्वनामलाई जोड्ने। वर्ग भन्दा नामसँग जोडिएको छ, त्यही भएर नाम योगी। वर्ग गरिबले वर्ग नै बढी, कति भन्दा बढी विशेषण, कति कत्रो कस्तोलाई विशेषण हुन्छ। गरेको छ सेन्टेन्सको लास्ट वर्ड भने सधैँ क्रियापद। तर राम्ररी, यसमा अब विशेषण पहिल्यै युज भएको छ, विशेषण हुँदैन। दुईचोटि विशेषण आएको छ भने क्रिया विशेषण। तिनले सर्वनाम। परिश्रम भनेको नाम। त अर्थ नदिने भनेको निपात। अब 29 अनुशासित र लगनशील भनेको विशेषण। कस्तो भन्दाखेरि लगनशील जस्तो। नै अर्थ छैन भनेको निपात भने संयोजक। उनीहरू माथि, यो नाम योगी सेन्टेन्ससँग जोडेर आएको छ। अहिले भनेर विशेषण, त्यो नामको सट्टामा छ सर्वनाम। अपेक्षा नाम गरेको छ, सेन्टेन्सको लास्ट वर्ड सधैँ क्रियापद। अब 30 को हेरौँ। आफू जस्तै विशिष्ट कस्तो भन्दाखेरि विशिष्ट भनेको विशेषण। चिकित्सक भनेको नाम, तर संयोजक। सेन्टेन्स जोड्यो। चाहे जस्तो यसमा जस्तो भनेपछि अब विशेषण है। यसमा क्रिया विशेषण हुन्छ, किनभने विशेषण अगाडि नै युज भयो। दुईटा विशेषण आयो भने क्रिया विशेषण गर्ने। नामको सट्टामा सर्वनाम बनेर
एड भयो रमाइन् क्रियापद भनेको भर। अब 31 गाउँभरि रहेका मानिस भनेपछि नाम सहरतिर नामसँग जोडेको छ। नामसँग जोडिएको छ भने नामयोगी त्यसैले दुईटा सेन्टेन्स जोडेको छ भनेको संयोजक। सम्झेर क्रियायोगी बसे क्रियापदलाई भर पर्छ है। अब 32 हेरौँ। उनी गाउँतिर नामसँग जोडेको छ। 32 को नाम भने संयोजक दुईटा सेन्टेन्सलाई जोडेको छ। सारा कति भनेको सबै भनेको विशेषण गुड देखाइन्छ। सारा सबै भन्दै क्रिया विशेषण क्रियायोगी कोही सर्वनाम। यसमा क्रिया विशेषण पो हुन्छ जस्तो लागिरहेको छ। यसमा त म पनि कन्फ्युज भएँ। तको अर्थ लाग्दैन भनेको निपात भनेको अर्थ नराख्ने शब्दहरू। फेर होइन फेद चाहिँ होला नाम। फेर भनेको नाम। समाथे सेन्टेन्सको लास्ट वर्ड भनेको क्रियापद। नम्बर 33 को उसले भनेको सर्वनाम। म हामी आयो भने सर्वनाम। साह्रै विशेषण हुन्छ तर मूर्ख पनि रहेछन्। मूर्ख कस्तो भन्दा मूर्ख। अब यसमा यो पनि विशेषण हुन्छ यो पनि विशेषण हुन्छ। यसलाई विशेषण लेखौँ। दुईटा आएपछि यसलाई क्रिया विशेषण गरौँ। अनि धोएर क्रियायोगी बन्दैन अन्तिम वर्ड र क्रियापद भने सेन्टेन्सलाई जोड्यो। थाहा नाम होइन पनि सेन्टेन्सको अन्तिम वर्ड र क्रियापद। अब 34 को आफ्नो भने सर्वनाम। म हामी उसले आयो भने सर्वनाम। भविष्य भने नाम। बात यसमा आफ्नो भनेको त विशेषण हो। कसको अथवा कस्तो भन्ने विशेषण। आफै यसमा नामसँग जोडिएको छ। नामयोगी हो हुन्छ तर संयोजक उनी भनेको सर्वनाम। पटक्कै क्रियायोगी छैनन्। यो सेन्टेन्सको लास्ट वर्ड
त्यही भएर क्रियापद 35 एक्सक्लामेसन साइन छ मान्छे बिचमा आइपुग्यो तिमी म हामी सर्वनाम धेरै धेरै भने विशेषण राम्ररी यो पनि विशेषण हुन्थ्यो यसमा क्रिया विशेषण दुईचोटि विशेषण आयो त्यही भएर क्रिया विशेषण मेहनत क्रिया त्यसैले संयोजक यसको अर्थ छैन त्यही भएर निपात रहेछ क्रियापद लास्ट सेन्टेन्स 36 म हामी सर्वनाम अनि सेन्टेन्स जोड्यो त्यही भएर संयोजक ठुलो यत्रोभन्दा ठुलो बोकेर यसरी आएको बोकेर जस्तै आएको सेन्टेन्सहरू सबै क्रिया विशेषण हुन्छ नामसँग जोड्यो नि त नाम यो कि स्वयम्भू हुने ठाउँको नाम पोको अर्थ छ त छैन त्यही भएर निपात लाग्यौँ यो त क्रियापद अब 37 तको अर्थ छ त छैन त्यही भएर निपात हामी सर्वनाम गुरुसित फेरि त्यही आयो गुरुसित नामसँग जोडिया छ अनि संयोजक दुईटा सेन्टेन्सलाई जोड्यो दृश्य हुने नाम यस्तो घुटु जस्तो शब्दहरू आयो भने क्रिया यो तातो कस्तो भन्दा तातो चिया पिउन थाल्यौँ क्रियापद अब 38 को बिचरा एक्सक्लामेसन आएको छ त्यही भएर विस्मयादि बोधक त्यो भनेपछि सर्वनाम यो त्यो उहाँ उनी मान्ने नाम अर्थ नदिने निपात हिजो कहिले भन्दा हिजो भनेको विशेषण त्यसैले संयोजक दुईटा सेन्टेन्सले जोड्यो देखिन्छ सेन्टेन्सको अन्तिम वर्ड क्रियापद अब 39 कसैसित यो सेन्टेन्सको लास्ट वर्ड यो म हामी उनीहरू भयो भने यो सेन्टेन्स जोडेको यसको अर्थ छैन भनेर भनेको अघि हामीले भनेको त्यसै भनेर धन धेरै कति हुँदा धेरै नामसँग जोडेको आजलाई यति नै धन्यवाद।